स्वागत छ हजुरहरूलाई खुसी फुड वर्ल्डमा। आज हजुरहरूको लागि मैले दही बडाको रेसिपी लिएर आएकी छु जो एकदमै जिरो क्विक छ र मैले कालो दाललाई भिजाएर राखेकी थिएँ 5-6 घण्टासम्म र त्यसमा मैले अलिकति अदुवा राखेर मिक्सचरको साथले फिटिसकेकी छु र त्यो पेस्टमा मैले रातो खुर्सानीको धुलो, जिरा धनियाँको धुलो र नुन स्वादअनुसार राखेर फिटेर त्यसलाई छुट्याएर राखिदिन्छु। र अब हामी पकौडा बनाउनुको तयारीमा लाग्नेछौँ। बडाको पकौडा जो एकदम इजी हुन्छ, हामीले दहीमा नराखिकन यत्तिकै खाँदा पनि एकदमै टेस्टी हुनेछ। मैले फ्राई प्यानमा घिउ राखेर बडाको तयारी गर्दैछु पकाउनको लागि। हजुरहरूले घिउ नराखिकन तेलमा पकाउन पनि सक्नुहुन्छ। हामीले सानो सानो साइजमा पकौडा बनाउनेछौँ। त्यसो गर्नाले सजिलो हुन्छ र खान पनि इजी हुन्छ। र यसरी पकौडा बनाइसकेपछि हामीले पकौडालाई सानो सानो साइजमा काट्नेछौँ। एकदमै इजी छ, हजुरहरूले घरकै सामानमा जसरी पनि इजी क्विक छ बनाउन सक्नुहुन्छ। र त्यसमा मैले तातो पानी राखिदिएकी छु। तातो पानी राख्नाले हाम्रो जुन बारा छ त्यो चाहिँ स्पन्जी र सफ्टी हुनेछ। र त्यसपछि दही चाहिने मात्रामा बाराको क्वान्टिटी अनुसार लिनेछौँ। र त्यसमा मैले रातो खुर्सानीको धुलो, चिनी, जिरा धनियाँको धुलो राखेर मजाले फेटिदिन्छु। हजुरहरूलाई गुलियो दहीबाट मन पर्दैन, अमिलो मन पर्छ भने अमिलो दहीको युज गर्नुहोला। मैले चाहिँ गुलियो चिनी राखेर बनाउँदैछु। र यसरी हामीले जुन बडा भिजाएका थियौँ सफ्टी र स्पन्जीको लागि, त्यसमा हामीले पानीलाई मजाले निचोरेर दहीमा फिटेर राख्नेछौँ। यसरी हामीले यो फिटेर हामीले यसरी आधी घन्टासम्म यतिकै छोड्नेछौँ र हाम्रो दही बडा रेडी भइसकेको छ। एकदमै इजी र क्विक रेसिपी हजुरहरूको लागि आज लिएर आएकी थिएँ। आशा गर्छु हजुरहरूलाई यो मेरो क्विक एन्ड इजी दही बडाको रेसिपी मन पर्यो होला। मन परेमा लाइक र सब्सक्राइब गर्न नबिर्सिनु होला। आजको लागि यति नै, आज्ञा माग्दैछु। नमस्ते।